हेलो गाइड, गुड मर्निङ। सबैजना सन्चै हुनुहुन्छ होला? म पनि सन्चै छु। आजको मेरो भ्लग चाहिँ सिधै गाडीबाट सुरु हुन्छ है। म चाहिँ जान लाग्यो जबलाली होइन। यो सबसे रमाइलो छ अरे, फेरि जाम है। राम्रो छ नेपालको जस्तै छ क्या। नेपालमा पनि यस्तै हुन्छ नि त। नेपालमा चाहिँ डाँडा पाखा हुन्छ, पुरा हरियाली हुन्छ नि त, पुरा रुख भएर। यहाँ चाहिँ अब खाली सुक्खा छ क्या, मरुभूमि हो नि त होइन। खाली सुक्खा डाँडाहरू मात्रै छ क्या। तर पनि नेपालको जस्तो भाव आइरहेको छ क्या। रमाइलो छ ठाउँ चाहिँ। डाँडा पाखा देखिरह नि त, सुई अगाडिको होइन एउटा कटेची ठ्याक्क अर्को डाँडा देखिहाल्छ क्या। नेपालको कस्तो देखिरहेको छ क्या मलाई चाहिँ। तपाईँले कस्तो देखिरहेको छ नि कमेन्ट गर्नु चाहिँ नभुल्नु है गाइस। कमेन्ट चाहिँ गरिहाल्नु क्या, तपाईँलाई कस्तो देखिरहेको छ क्या यो ठाउँ। हामी चाहिँ गाइज यहाँ पुग्न लागिसक्यो होइन, जबलाली। यहाँ चाहिँ हाम्रो एउटा डेलिभरी छ, डेलिभरी गर्छौँ हामी चाहिँ। त्यसपछि यहाँ अगाडि जानुपर्ने छ क्या हामीले चाहिँ होइन। जबलाली लागिसक्यो होइन, यहाँ पनि डेलिभरी छ हाम्रो। अगाडि पनि डेलिभरी छ हाम्रो एउटा, जानुपर्छ हेर्दै जाउँ है। लगायत यहाँको डेलिभरी दिएर चाहिँ हामी चाहिँ फेरि लाग्यौँ अगाडितिर होइन। अगाडि पनि छ हाम्रो डेलिभरी ल है। हेर्दै जाउँ है कस्तो कस्तो देखिन्छ यो ठाउँ चाहिँ। पुरा पहाडमा जानुपर्छ नि त, हेर्दै जाउँ रहेछ। पहाडको बिचमा मस्त मूर्ति बनाइदिएको छ होइन। कम रमाइलो ठाउँ छ नि, दामी छ क्या मूर्ति, हेर्न लागेको छ क्या, बबाल छ। दामी छ क्या ठाउँ चाहिँ, बबाल ठाउँ छ क्या।
कस्तो दामी ठाउँ छ नि हैन। लास्ट डेलिभरी लोकेसन चाहिँ यही हो हैन। हाम्रो अन्तिम डेलिभरी चाहिँ यहाँ गर्छ हामीहरु चाहिँ, अनि त्यसबाट निस्किन्छौँ हामीहरु हैन। अच्छा लास्ट डेलिभरी चाहिँ है ल। डेलिभरी सकिन्छ अनि भेट्छु ल गाइस। डेलिभरी सकाएर अब चाहिँ हिँड्न लाग्यो हैन। कतिले जस्तो आको भन्दैन अर्को बाटो जान लाग्यो छ हैन। ल यति जानु। कतिसम्म होला 8-9 किलो 100 मिटर जति छ हैन। त्यसैले त्यो कट्ने बित्तिकै क्या देखिन्छ नि है। अगाडि चाहिँ सँगै गयो अगाडि सँगै छेउबाट हिँड्नुपर्छ। आजको ब्लग चाहिँ हामी यही इन गर्छौँ हैन। हामी चाहिँ ओरातिर पुग्न लागिसक्यो हाम्रो कम्पनीतिर। नेक्स्ट ब्लगमा भेटौँ ल। अनि तपाईँलाई कस्तो लाग्छ के लाग्छ भनेर चाहिँ प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला हैन। ओके यस्तै ब्लग हाल्दै गर्छौँ, हेर्दै गर्नु होला, साथ सपोर्ट चाहिँ गर्दै गर्नु है गाइस।